नमस्कार साथीहरू, आज म तपाईँहरूलाई चेन्नईको केही सादा तर मन छुने पलहरू देखाउन लाग्दैछु। यो कुनै ठुलो ट्राभल होइन, यो त दैनिकी जीवनको सानो यात्रा हो। चेन्नईको सडकहरू जहाँ हरेक मान्छे आफ्नै गन्तव्यतिर दौडिरहेको छ। कोही काममा, कोही घरतिर र कोही आफ्ना सपना खोज्दै हिँडिरहेका छन्। हाइवेमा गाडीहरू जति छिटो दौडिन्छन्, मान्छेको जिन्दगी पनि कहिलेकाहीँ त्यत्तिकै छिटो अघि बढ्छ र हामी बुझ्न नपाउँदै केही पलहरू पछाडि छुटेर जान्छन्। अब म चाहिँ यही बाटो हुँदै चेन्नई सेन्ट्रल रेलवे स्टेसन जाँदैछु साथीहरू। फाइनल साथीहरू, म चाहिँ अटोमा चढिसकेको छु र अब चाहिँ आधा घन्टाको अटो ट्राभलदेखि म चेन्नई सेन्ट्रल आइपुगेको छु साथीहरू। तपाईँले बाहिरको नजारा देख्न सक्नुहुनेछ। अब मैले तपाईँलाई भित्र बाहिरको सबै नजारा देखाउन लागिरहेको छु साथीहरू। यो हो चेन्नईको ठुलो रेलवे स्टेसन है, जहाँ भेट र बिछोड दुवै हुन्छ साथीहरू। यो चाहिँ चेन्नई रेलवे स्टेसनको बाहिरको नजारा हो भने यो चाहिँ भित्रीको नजारा हो साथीहरू है। कस्तो छ साथीहरू, कमेन्ट गर्नुहोला। आज म साथीहरूलाई घर पठाउन आएको हुँ। ट्रेन चढ्दै गर्दा मनमा धेरै कुरा आइरहेको थियो। भेट फेरि कहिले हुन्छ थाहा छैन र आफूलाई पनि घर जाउँ जाउँ जस्तो लागिरहेको थियो। तर आफूले सोचेको जस्तो हुँदो रहेनछ। आजको लागि यति नै साथीहरू, मेरो सानो भ्लग।